हेलो हेलो हामी आज कता जाँदैछौँ गाइजहरू? ल जङ्गल भ्रमण जङ्गल सफारीको लागि हामी यात्रा गर्दैछौँ। हतियार सहित छौँ हामी। बाघ पनि आएको छ अरे भन्ने हामीले सुन्नेमा आएको छ। यो बाघलाई आज हामी पक्कै पुरा यहाँ हाम्रो जमात एकदम ठुलो छ। हेत्तेरिका हैट हेलो हेलो गाइजहरु धर्ना त्यो त्यहाँनिर छ हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन। झर्नै हराए त यो चाहिँ गाइजहरू फाइनली यो कन्चुस झर्ना भन्छ। यो चाहिँ यो झर्नाको नाम चाहिँ कन्चुस हो किनकि पानी कन्चुस गरी यहाँ झरिराखेको छ। त्यही भएर यो चाहिँ कन्चुस झर्ना। अनि यो झर्ना हेर्न आउने दर्शकहरू तपाईँहरूको घुइँचो देख्न सक्नुहुन्छ। घुइँचो छ यता अझै आउँदैछ त्यहाँनिर गाइजहरू। उता पारि हेरेर पनि अगाडि गइसकेको छ ऊ फाइनली। वाउ न हात हेर न ल कर लाओ आओ 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 Ora? Kau deh. हेलो हेलो बाटो बिराएर बसेको जस्तो देख्छु सबैजना। ओहो
मान्छेले यहाँ के भइरहेछ हेलो 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 ल के होला है अब ल ल कस्तो उठिङ ठुलो है ल जोसले लागेको पार्टीहरू ओइ हेलो हेलो गाइस चलो हामी चाहिँ अहिले यो घना जङ्गलमा छौँ यो जङ्गलको बिचमा यो जङ्गल चाहिँ हामी अमेरिकाको यात्रा गर्दैछौँ हामी अहिले अनि यो अमेरिकाको यात्रा गर्दाखेरि चाहिँ यो ठुलो जङ्गल ठ्याक्कै यो जङ्गलको नाम बिर्सेँ मैले फाइनली हामी लगभग 1 घन्टाको यात्रापछि हामीले यहाँ दाउरा ल्याएका छौँ यो चाहिँ डाइनोसरको घर बनाउने काठ हो यो जङ्गल चाहिँ हामी अमेरिका जाँदै गर्दाखेरिको बाटो के एमाजोन जङ्गलमा हामी छौँ अहिले जे भने पनि तपाईँले बुझ्नु नै हुन्छ है अब यो जङ्गल हेरेर तपाईँहरू है मूल्याङ्कन गर्न सक्नुहुन्छ विश्वास गर्नुहुन्न होला यो सही काम मैले काटेर एक्लैले काटेको हामी हिँडिसकेका छौँ यहाँ हामीसँग कोही रित्तै हिँड्ने मान्छेहरू पनि हामी यहाँ देख्न सक्छौँ हाम्रो आसपासमा अनि त पछाडि पनि आउँदैछन् हाम्रो यहाँ पुरै लुकेर होइन सुन्तला तोडेर ल्याएर आफ्नै घरबाट पछाडि हाल्यो फाइनली दाउरा लिएर हामी आइसकेका छौँ एकदम थकान अवस्थामा के हो या रुखै बोकेर हिँड्छ यही उमेर हो बोक्ने उमेर ठिकै छ
फाइनली हाम्रो दाउरा चाहिँ होस्टेलभित्र आइसकेको छ र यहाँ पुरै कटिङ हुँदैछ भाइहरू भयङ्कर कटिङ गरेको छ।